एउटा कुरा लु सर त्यतिखेर के हो जब चाहिँ बच्चा जन्मेपछि फल्नाको भनेर हुन्छ। लु तपाईहरु भन्नुहोस्। अमलाकाण्ड त्यो काण्ड जुन हरेक नेपालीको मुखमा झुन्डिन्छ। अब यो भिडियोको थम्बनेल र टाइटल हेरेर सबैजनालाई थाहा नै भइसक्यो होला त्यो बच्चाको बाउ को रहेछ भनेर थाहा पाउने भयो भनेर आउनेहरू कति हुनुहुन्छ होला। यदि तपाईँ बच्चाको बाउ थाहा पाउने भयो भनेर आउनु भएको छ भने सायद तपाईको आशा पूरा होला। पहिला सुरुमा यो अमलाकाण्डको भिडियो हेर्नुहोस्। अमला खाने कति पैसा चाहिएको छ भन्नु कति महिना अगाडिको कुरा हो यो चाहिँ? चैतको कुरा हो। यो घटनाको बारेमा भन्नुपर्दा यो घटना झापाको हो। यो भिडियोमा सोध्ने युट्युबरको साइटमा 21 वर्षकी युवती उसको नाम खुलाएको छैन। यो कहानी हो एउटा रेप केसको, एउटा बलात्कारको, एउटा बुढो बाजेले नातिनीको उमेरलाई गरेको एउटा घिनलाग्दो आरोपको। त्यसो भए यो अमलाकाण्डको कुरा कहाँबाट आयो त? हामीले यसमा जति नै गल्ती त्यो बाजेको देख्छौँ त्यति नै गल्ती त्यो बहिनीको पनि देख्छौँ, त्यो बहिनीको फ्यामिलीको पनि देख्छौँ र समाजको पनि देख्छौँ। अविवाहित 21 वर्षीय युवतीले जन्माइन् बच्चा। अमलाकाण्ड भनेर अहिले निकै चर्चित टपिकमा हामीले भिडियो बनाइरहेको थियौँ। के रहेछ भनेर हिजो मैले बुझिसके पछाडि बेलुका राति लाइभमा अब म त्यहाँ बुझ्न जान्छु के रहेछ स्थलगत हेरेर आउँछु भन्दाखेरि मेरो पछाडि ब्याकग्राउन्डमा देखिरहेको त्यो बच्चा ठ्याक्कै तपाईसँग मिल्छ भन्ने चेक गराउनुहोस् न। म परिवार निर्णय गरेको मान्छेको मैले त भिडियो एक्सरे गरेर ल्याएको छु। लङ्ग्रेउला भन्नु होइन? कति वर्ष हुन्छ उहाँ चाहिँ? यो रमिता अब त अट्टी भएन। यो फोटोमा भएको यो सबैजना यो होइन 80 वर्ष माथिको हजुरबा, यो एउटा सानो 1 महिना पनि नपुगेको नाबालक बच्चा, अनि एउटा असहाय अलिकति मानसिक अवस्था केही कमजोर भएको एकजना महिला, अनि अर्को बुढी आमा। त्यो सबैजना कि म आजभोलि मान्छेहरूको व्यक्तिगत विषयमा खासै बोल्दिनँ। मैले पनि कुनै घटनाहरूबाट पाठ सिकेको छु। तर यो काण्डमा को पीडित को आरोपी भनेर अदालतबाट अहिलेसम्म केही नै फैसला आएको छैन। पुष महिनामा घटेको यो अमलाकाण्ड वास्तवमा 9 महिना अघि घटेको बलात्कारको घटना हो। आफूलाई पैसाको लागि फसाउनु खोजेको हुनसक्ने भनेर ती युवतीलाई दोष लाउँछिन्। ती युवतीको आमा बाउबाट बुझ्दा ती युवती अलरेडी विवाहित रहेको तर 5 वर्ष अघि नै बुढालाई छोडेर माइती बस्नु थालेको कुरा बाहिर आएको छ। जुन हामी बहिनीको कुरा गर्दैछौँ ऊ चाहिँ डिप्रेसनको पेसेन्ट पनि रहेछ। मतलब डिप्रेसनको औषधि खाँदाखेरि चाहिँ ऊ होसमै हुने र डिप्रेसनको औषधि नखाँदाखेरि चाहिँ उसले के गर्दैछ, कता जाँदैछ, के खाँदैछ उसलाई थाहा नै नहुने। यो विषयमा चाहिँ बाजेले यसरी सफाइ दिन्छ। आफू 27 वर्ष हुँदाखेरि नै परिवार नियोजन गरेको बताउँछ। परिवार नियोजन गरेको मान्छेको मैले त भिडियो एक्सरे गरेर ल्याएको छु। मेरो त परिवार नियोजन गरेको 32 सालमा छोराछोरी हुन्छ भन्दै मैले 33 सालमा परिवार नियोजन गरेको। त्यो मैले त चेक गराउने कुरा त त्यही हो नि त होइन? उहाँ पनि भनिसकेको छ, डाक्टरले पनि लेखेर दिएको थियो कहाँ छ अहिले होइन? परिवार नियोजन गरेको मैले तपाईँलाई किन आयो त परिवार नियोजनको कुरा गरेर फोका छौँ भनेदेखि त्यो छोडिदिनु। त्यो त्यस्ता कुरा हुँदै गर्छन् कि अमला दिँदै पैसा दिनुहुन्थ्यो रे। कसम खाएर मैले पैसा दिएको छु भने भन्नुहोस् न ल्याएर अहिले। लु अमला दिनु भएको? अमला त अब गोटा हुन्छ दिएको पनि त्यहाँ पनि पुर्याएको होइन। त्यो चाहिँ नामै आरोप। मानसिक रोगको फाइदा उठाएर ती बुढो बाजेले ती युवतीको फाइदा उठाएको छन् भनेर छिमेकीहरूले बताइरहेको छन्। ती बुढो बाजेलाई ती युवतीको घर जाँदै गरेको छिमेकीहरूले देखेको पनि थिए। मान्छेलाई चाहिँ मैले परिवार नियोजन गरेको छु भनेको मात्रै सुन्दैछु त्यो बाले, तर मैले आएर यो घरमा आएर यो चेलीलाई माथि कुकर्म गरेको होइन भनेको सुनेको छुइनँ। मिडियामा हेर्दैखेरि सुनेको छुइनँ मैले। तर गल्ती चाहिँ उहाँले गर्नुभएकै रहेछ। तर उहाँले चाहिँ मेरो बच्चा हुँदैन मात्रै भनिरहनु भएको छ। हुँदैन थियो भने पनि त यो कुकर्म गर्नु त हुँदैन थियो होला नि त, हुँदैन थियो होला। मेरो चाहिँ भनाइ अब त्यही हो क्या, अलिकति गलत चाहिँ गर्नुभएकै छ उहाँले। अब डिएनए टेस्टतिर जाउँ। डिएनए टेस्ट गर्यो भने दुधको दुध पानीको पानी हुन्छ, तर अहिलेसम्म डिएनए टेस्ट गरेको छैन। यो केस चलि नै राखेको छ। अझ दिदीबहिनीहरू चुप लागेर यसरी बस्ने र हेर्ने होइन है। त्यस कारणले गर्दाखेरि अहिलेको प्रविधि एकदम इजी छ, एकदम सजिलो छ। अलिकति खर्च गर्नुहोस्। डिएनए काठमाडौँमा तपाईँको बाउ कसले शङ्का गर्नु भएको छ उहाँले उहाँको सस लान्छ, नानीको लान्छ, आमाको लान्छ। तपाईँको 1 हप्तामा रिजल्ट आइहाल्छ, केही गर्नै पर्दैन। कि तपाईँलाई के लाग्छ ती
अमला नै नानी बनाएको जस्तो लाग्छ त तपाईँलाई हजुर लाग्दैन बनाउँछ अमलाले बनाउँछ हुँदैन त्यो त हुँदैन नि हुँदैन त्यो त हुँदैन यो त मान्छेले सोच्दै अचम्म पर्ने कुरा होइन अचम्मै होइन अचम्मै त्यो 5 वटा यति अमलाले कति भनौँ अमला कति मलाई त्यति 5 वटा यति अमला 22 दिनमा नानीको न्वारान भएको छैन नानीको न्वारान हुनु पर्यो नानीको जन्म दर्ता हुनु पर्यो बाउ बिना त जन्मेन आफै त जन्मेन होला नि त एउटा त बाउ पक्का छ नि त सुरुदेखि हात मैले लाएँ र अन्तिमसम्म यसको छान्ने अन्तिम निचोड नहुँदैन म चाहिँ छोड्नेवाला छैन आरोप त उसले लगाएको हो नि भाइ हामीले रङ्गे हात त देखेनौ नि त नानीको हो भनेर त्यहाँ आरोप लगाइएको छ त्यो त्योभन्दा अगाडि चाहिँ किन लागेन एउटा कुरा तपाईँ हामीलाई थाहा भएको नि कुरा हो नेपालीहरूलाई चासो लाग्ने कुरा यस्तै हो अझै अरूको कुरा काट्ने अरूको कुरामा हाँस्ने नेपालीलाई एकदमै मनपर्छ अमला पुरानो किन गए त बारम्बार अमला पुर्याउन गयो भन्ने कुरा छ तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ त बाबु निर्दोष हुनुहुन्छ तपाईँहरूको पनि धारणा राखिदिनुहोस् न जस्तोको तस्तै किनकि उहाँलाई मात्रै हामीले भिडियो खिचे जस्तो हुन्छ के तपाईँलाई चाहिँ कस्तो शुभ नाम पनि भन्नुहोस् कपिल मणि सङ्ग्रहलाई म भनिराखेको छु कति वर्ष पुग्नुभयो ठ्याक्कै अहिले दिदी म 79 तपाईँले छुनु भएको छैन केही गर्नु भएको छैन अनि उहाँको बुवाले त त्यो के अमला दिँदै गरेको के भन्दै गरेको त सुन्नु भएको अरे भन्छन् नि अब अमला त दिन्थे अब त्यो 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 दिँदैखेरिमा त त्यो हुँदैन होला नि सर मैले त्यो कर्म गरेको हुनु पर्यो नि परिवार नियोजन गरेको 32 सालमा त्यतिखेर के हेरो जब चाहिँ बच्चा जन्मेपछि फल्नाको भनेर हुन्छ दिनुभएको अमला त अब बोटा हुन्छ दिएको पनि त्यहाँ पनि पुर्याएको होइन त्यो चाहिँ नामै आरोप लगाएको मात्रै हो उनीहरूको आर्थिक अवस्था निकै नै कमजोर रहेको छ अमला काण्ड भाइरल भइसकेपछि उनीहरूलाई धेरै ठाउँबाट सहयोगहरू आइरहेको छ जस्तै कि ग्रोसरिज लुगाफाटाहरू बच्चाको लागि खर्च पाइराखेकी छिन् भन्नु कसलाई के भनौँ रौँ कसलाई कसोको रौँ झनेर मरौँ कसरी मर्नु यिनीहरूको दुःख देख्दाखेरि होइन बोकेका कुकुरले सिकाइ मार्दैन भन्थे या अब तपाईँहरूले चिनजान भएर आउनुभयो गर्नुभयो यो त्यो होइन त्यो झुटो कुरा हो तपाईँहरूले बुझ्नुभयो झुटो साबित भयो भन्ने कुरा साबित भयो जतिले सहयोग गर्नु भएको छ त्यो सबै पारदर्शिता हुन्छ होइन यहाँले सहयोग गरेको सबै हामीले एक कप चिया पनि हामीले आफ्नो पैसाले किनेर खायौँ भने त्यो पैसाले चाहिँ एउटा इँटा जोडिन्छ त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यहाँहरू चाहनुहुन्छ भने चाहिँ सहयोग गरिदिनु होला अझै पनि यहाँहरूलाई खाँचो छ कुकुर पनि छैन भन्दै हुनुहुन्छ उहाँहरूको कलातिर पो यो बल लाग्यो त कला थिएन लाग्थ्यो हो कि तपाईँलाई धेरैले माया गर्नुभयो धेरैले माया गर्नुभयो देख्नुभयो नि नानीलाई कोक्रो चाहिँ गरौँ भन्ने मन लागेको थियो कुकुर छैन ल एउटा कुकुर मेरो तर्फबाट ल म एउटा कुकुर हजुरलाई गर्छु नानीको लागि अनि के छ अहिले